10औं महाधिवेशनबाट विभाजित भएको कैलाली नेपाली सङ्घको केन्द्रीय कार्यालयमा उपस्थित हुँदै गर्दा सम्माननीय सर्वोच्च अदालतले धर्मादेश अनुसार र फैसला कार्यान्वयन विभागले दिएको कार्यान्वयन विभागको लेटर चाहिँ आज हामीहरूलाई सुवर्ण अवसर एकता हुने मौका मिलेको छ। गैरवासी नेपाली सङ्घको केन्द्रीय कार्यालयमा आज हामी फेरि पनि यो सुवर्ण अवसरलाई लिएर 10औं महाधिवेशनमा भएका विभिन्न एक आपसमा भएका त्रुटि हुन्, त्यसलाई हामीले एउटा त्रुटिलाई महसुस गरेर अब हामीलाई ती त्रुटिले गैरवासी नेपाली सङ्घको 20औं वर्षमा भएको यो छविलाई फेरि नष्ट गराउने होइन। यो छविलाई संस्थापक अध्यक्ष, अभियन्ता र पूर्व अध्यक्षहरू सबैको एउटा खुला मनले आह्वान गर्न चाहन्छु। हामी यो संस्थाको मान्यता बचाउनको लागि आजबाट फेरि हाम्रो सुवर्ण अवसर मिलेको छ। जुन 3, 4, 5 मा हुँदै गइरहेको जुन 10औं महाधिवेशनमा विभाजित भएकालाई पूर्णता फेरि दिने मौका पाएका छौँ र बिचमा गरेका हामीहरूले विभिन्न आफ्नो ठाउँबाट गरेका एउटा परित्याग र विभिन्न किसिमको एउटा अमूल्य काम गरि पनि रहेका छौँ र यसलाई पनि हामीहरूले आफ्नो आत्मसात गर्दै अब हामी यो सम्माननीय सर्वोच्च अदालतले दिएको धर्मादेशलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा उच्चस्तरीय समिति 13 जनाको उच्चस्तरीय समिति बनेको छ। यसले काम कारबाही अगाडि बढाइरहेको अवसरमा अब हामीहरूको लगभग 70 दिनको यो धर्मादेश बाँकी नै छ कि 70 दिनमा हामीले जसरी पनि यो महाधिवेशन टुङ्गाउनुपर्छ। यसमा आफ्नो ठाउँबाट जुन उच्चस्तरीय समितिबाट टिओआर र एनसिसीले पाएको जुन त्यो टिओआर सम्बन्धीको लेटर पाइसक्नु भएको छ र विभिन्न समस्याहरू छन् एनसिसीमा। जुन जुलाईमा हुनुपर्ने महाधिवेशन अहिले आएर हामी मार्चभित्र अप्रिलभित्र पनि एनसिसीको महाधिवेशन गर्नुपर्ने छ। यसलाई उच्चस्तरीय समितिबाट छलफल गरेर यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि हामी छलफल गरौँला र आफ्नो ठाउँबाट यो पटक हामीहरूले जुन मेम्बरसिप खुल्ला मेम्बरसिप गरेका छौँ, त्यो खुल्ला मेम्बरसिपमा हामीहरूले कस्ट पनि तोकेका छैनौँ। त्यो मेम्बरसिपको हामीहरूले पैसा पनि नलिने शर्त गरेर एउटा तपाईँहरूलाई मिडियाबाट पनि गइसकेको छ, पत्रचार भइसकेको छ। जहाँबाट पनि आफ्नो 2 वर्षको र परराष्ट्रको नीतिलाई टेकेर बनाउन सक्ने जुन मेम्बरसिप क्रिएट गर्न सक्नुहुन्छ, मेम्बरसिप रजिस्टर गर्न सक्नुहुन्छ, त्यसलाई मैले फेरि पनि हजुरलाई अनुरोध गर्दै आजदेखि हामी यो सुवर्ण अवसरलाई लिएर केन्द्रीय कार्यालयलाई सबै पनि आएर हाम्रा यसमा सचिवालय छ, सचिवालय पनि हामी सम्पूर्ण गैरवासी साथीहरूलाई एकता गर्ने मौका मिल्यो र उहाँहरूले पनि एक आपसमा सबै गैरवासी साथीले बनाएको भवन हो। यो भवनमा आउँदाखेरि सबैलाई वेलकम गर्ने एउटा वातावरण बनाउनलाई मैले आग्रह पनि गर्न चाहन्छु। भएका सानातिना त्रुटिलाई हामी बसेर अब प्रत्येक आइतबार हाम्रो उच्चस्तरीय समितिको मिटिङ भइरहेको हुन्छ, जसको समीक्षा शेष गर्ने चाहिँ गर्नुहुन्छ। त्यसमा बसेर हामीहरूले छलफल गरौँ र एकताको महाधिवेशन गरौँ भन्ने अनुरोध गर्दै म यो कुरा लिइरहेको छु। जस्तो कि त्यो वर्ष तपाईँ उच्चस्तरीय समितिको सदस्य पनि हुनुहुन्छ। अब तपाईँले चाहिँ यहाँ अफिसमा मुख्य कार्यालयबाट कहिलेदेखि काम सुरु गर्नुहुन्छ? हामी कार्यालयबाट काम गर्नको लागि त जुन फैसला कार्यान्वयन विभागबाट लेटर आइसकेको जानकारी आइसकेको छ। त्यसमा पक्कै पनि यो आउने हप्ता दिन टाइम छ। यो हप्ता दिनमा जुन यो सचिवालयले पक्कै पनि पत्राचार र हामीहरूको उच्चस्तरीय समितिले पनि उहाँहरूसँग सहकार्य गरेर हामी आउने आइतबार त्यो जुन रेगुलर मिटिङ छ त्यो यही सचिवालयबाट गर्न आइयोस् र त्यसको एउटा व्यवस्थापन होस् भन्ने आग्रह गर्न चाहन्छु र मिल्छ भने हामी सबै यो आइतबारभन्दा पहिले नैदेखि हामी यही सचिवालयबाट मिटिङ गर्नुपर्छ भन्ने कुरा गर्छु। अब तपाईँहरूले यहीँबाट कारवाही सुरु गर्नुहुन्छ। हामीहरूको जुन यो सर्वोच्च अदालतले दिएको धर्मादेश अनुसार यो सबै काम यहीँबाट सुरु हुनुपर्छ र यसमा अवरुद्ध गर्न हुँदैन। सबै मिलेर यही अफिसबाट नै काम गर्नुपर्छ र जति नेपालमा बसिराख्नु भएका साथीहरू हुनुहुन्छ, जति आइरहनुहुन्छ, उहाँले पनि यो पहिलाको जुन किसिमको भावना थियो त्यही भावनामा आउनुपर्छ र यो साझा संगठन भएको संस्था हो र आफ्नै घर हो भन्ने भन्नुपर्छ। ठाकुर सर एक मिनट